दिस इज माई रियल स्टोरी फौजी लाइफ सङ्घर्षको बाटो सुन्दिनु होला सङ्घर्ष त गर्दैछु म अझै फल पाएको छैन अनगिन्ती सपना बोके कुनै पुरा भएको छैन चारैतिर बाटो नराम्रो बाटो गएको छैन आधा बाटो हिँडिसके गन्तव्य नै आएको छैन गाउँका सबै साथी भविष्य खोज्दै हिँडिरहेछन् घर छुट्टीमा आउने बेला सबै कति खुसी भएछन् म पनि त यहाँ कि काम खोज्दै हिँडिरहेछु सबै ठाउँमा असफल मनमा पीडा बोकिरहेछु छु घरमा पनि आज भोलि सबैबाट हेपिरहेछु छु कहिलेकाहीँ पीडा भुल्न मदिरानी लिइरहेछु छु कसले कति हेपिरहेछ आँखाले सब देखिरहेछु छु घर त्यागी सबलाई छोडी आफ्नै तालमा बाँचिरहेछु छु एक दिन साथीकोमा बसी न्युज मैले पढिरहेको थिएँ 22 कोटा लाउरे मारे आस मनमा लिइरहेको थिएँ जसरी नि लाउरे हुन मेहनत गरिरहेको थिएँ पीडाको यो खाल्डोलाई आशाले नै भरिरहेको थिएँ बिहानै उठी हात मुख धोई सधैँ दौड्न जान्थेँ म सपना देख्न छोड्न हुन्न भन्ने कुरा मान्थेँ म आखिर मेरो मेहनतको कदर यहाँ भएछ रिजल्ट हेर्दा मेरो नाम टप 3 मा आएछ एकछिन त म दङ्ग भए खुसीले प्रसङ्ग भए मलाई साथ दिने होला यो कुरा सुनाउन गए सबैबाट बधाई आयो फेसबुक भरि चर्चा कसरी म तिर्न सक्छु साथी तेरो कर्जा सामान सबै प्याक गरी ब्यारेक जान रेडी भए निकै बेरसम्म घर जाने बाटो हेरिरहे एक दिन लाउरे भएर त घर फर्किनु छ सबै कुरा याद छ मलाई कसरी बिर्सिनु त यहीँदेखि सुरु हुन्छ फौजीको जीवन बुढी छोडी पल्टन जाँदा कति धेरै रोयो मन पल्टनभित्र छिरिसक्दा गाउँघरकै सम्झना जति दुःख भए पनि भाग्ने प्रयास गरिन तालिम केन्द्र छैन महिना थाहा केही नि छैन घरको यादले मन पोलेको भएको केही नि होइन अलि थाहा थियो सेनाभित्र दुःख हुन्छ भन्थे मध्यरातमा 12 बजे घर सम्झी रुन्थे 3 महिनाको लागि हाम्रो मोबाइल पनि खोसिदियो तालिम गराउनलाई हाम्रो गुल्म सेमु रोजिदियो ठुला ठुला बिल्डिङ भित्र ठुलै थियो मैदान सधैँ पिटी सधैँ लेक्चर गर्दा गर्दै हैरान खाना खाने ब्रेकमा ससुराली ड्रेसमा सोच थियो हाम्रो केही गर्नु छ यो देशमा यता सैन्य उता सैन्य काम लगाउँछन् सबैले कन्ट्रोल ब्याकरोल भाटा चार्ज बुझ्दैनन् मर्म कसैले हामी सबै जोडाहरू सामेल हुन ढिलो बा चोब्यो हामीलाई कप्तानजीले जुटो फाल्ने हिलोमा नलुगा धुने फुर्सद हाम्रो ननुहाउने समय यस्तै रहेछ सेनाभित्र नकारात्मक आशय अब दुःख गर्नु छ म केही बन्नु छ कुरा काट्ने मानिसको मैले मुख टाल्नु छ विगतलाई भुली वर्तमान सम्हाल्नु छ वर्तमान अगाडि सुन्दर भविष्य बनाउनु छ थ्याङ्क यू सुनिदिनु भएको धन्यवाद यसको पार्ट 2 पनि आउँछ ल चाँडै नै दिस इज माई रियल स्टोरी फौजी लाइफ सङ्घर्षको बाटो द्याट्स इट